लो साथीहरू आज चाहिँ म यसो करेसाबारीतिर छिरिरहेको छु हाम्रो किबी बगानतिर के कति फलेछन् कत्रा भएछन् तपाईँहरूलाई म देखाउँछु है त हेर्नु होला किबी त ओ बब्बाल फलेछ बब्बाल 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 म चाहिँ यो व्यस्तताका कारणले गर्दा यहाँ आउन नभ्याएको निकै भइसकेको थियो आज निकै लामो समय पछाडि यो बगान छिर्दैछु एकदम व्यस्तताको कारणले गर्दा तपाईँहरू तर त्योभन्दा विश्वास गर्नु हुँदैन होला त्यहीँ घर छ त्यहीँको उसमा छिर्न पाएन यो भन्नुहुन्छ होला तर त्यस्तो होइन साथीहरू म झुट बोल्दैन हेर्नुहोस् बब्बाल फलेको रहेछ बब्बाल राम्रो फलेको रहेछ साथीहरू यो के विधि साह्रो फलेको यस्तै साह्रो फल्दैछ भने त अनि मार्केट के साह्रो छ यसको मार्केट पाउँछ नि त नि यही खेती गर्दा हाम्रो राम्रो हुन देखिने रहेछ नि त नि हेर्नुहोस् त यहाँतिर लट्टै फलिरहेछ लट्टै पछि हाम्रो मकैबारीहरूतिर भयो साथीहरू यो नस्पाती पनि रोपिरहेको छु मैले यहाँनिर यो माथिल्लो बोट चाहिँ यसपालि फुलेको थियो तर दाना चाहिँ लागेन साथीहरू आगोदेखि चाहिँ पक्कै पनि फल्छ भन्ने विश्वास त छु म हेर्नुहोस् यसलाई चाहिँ किबी भन्छ है साथीहरू किबी यसलाई चाहिँ किबी भनेको चाहिँ यही हो है साथीहरू हेर्नुहोस्